आजको भ्लग चाहिँ हामीले यहीँबाट स्टार्टिङ गऱ्यो होइन सबैजनालाई हेलो नमस्ते पनि छ नमस्ते होइन टक्क लगाएर सो अनि हामी गाडीमा टक्क लगाएर बसिरहेको छौँ होइन अनि हामी चाहिँ के अरे चोखा झोल चोखा जान लाग्दा बिग चाहिँ जाने चाहिँ नुवाकोट सुरेचौर अहिले हामी चाहिँ टोखामा छौँ सो अनि के साथीहरू बसेर बसेछौँ हाम्रो एउटा गाडी पछाडि आउँदैछ हामी अगाडिको गाडीमा हिँडिसकेका छौँ हामी अहिले यसो चार्जिङमा छौँ अगाडि देखाउँ त ट्याक्क चार्जिङ गर्दैछौँ गाडीलाई चाहिँ चार्ज होला होइन इलेक्ट्रिक होला अनि मजाले हेर्नुहोस् अब एकछिनपछि गाडीमा प्लेनमा उडे जस्तै खतरा यसरी जान्छ सबैले हेर्दै गर्नु टाइम छ होला ठाउँ पनि होइन सो लाइक गरेर त्यहाँ कमेन्ट पनि गर्ने कियामा यदि कसरी कुदाएर लान्छु मलाई थाहा छ हामी चक्कर लगेर झरिसक्यौँ यसरी दाजुभाइ हामी चाहिँ यहाँ टक्क लगाएर हिमाल तलतिर आइसकेको छौँ होइन टक्क लगाएर फेरि हामी चाहिँ हो त्यो डाँडादेखि चाहिँ टावर हो त्यो टावरमा पुग्नेछौँ त्यहाँ टावरमा त आम्मा कुरै छोडिदिउँ गाइस कुरै छोडिदिउँ बब्बाल हिमाल देख्छ है त्यहाँबाट चाहिँ ल हेर्नुहोस् यहाँ तल पनि क्या बबाल छ ल गाडीहरू हिँडिरहेको छ यहाँ तल है तल गाडीहरू हिँडिरहेको छ हजुर लाग्यो है के लाग्यो चिसो लाग्यो ल यहाँ कस्तो दामी देख्छ कि यस्तो है तलदेखि के यहाँ डाँडा छ कि छाङ यहाँ पुरै गाडी हिँड्छ तल चाहिँ बबाल छ गाइस ल बबाल दामी छ भ्यू ल यस्तो भ्यू हेर्नुपर्छ होइन दिनमा ल टक्क लगाएर सधैँ एउटा भ्यू हेर्नुपर्छ ए पिसाब हेर्न जानुपर्छ गाइस कुद्यो मुटुमा छ भने झ्याङमै झ्याङ जान गरौँ कि सो गाइस हामी चाहिँ पुरै घनाघोर जङ्गलमा आइसकेको छौँ टक्क लागेर अब म हराउने अवस्थामा छु म उता जान्छु मोबाइल अफ गर है ल यतिको त पाइयो यसलाई हामी चाहिँ ठुलो के अरे ठुलो चौरमा आइसक्यो ठ्याक्कै हाम्रो गन्तव्यमा आइसक्यो गाइस ल टक्क यस्तो ठाउँ छ होइन टक्क यस्तो सेतो हिमाल देखिरहेछ एउटा ब्युटीसँग छ उहाँ तपाईँहरूसँग आउन चाहनुहुन्छ ल वाउ ल डेन्जर छ है गाइस ल हाम्रो अहिले क्यामेराम्यान त्यहाँ छ अहिले खतरा एक्सन गर्नुपर्छ सो त्यही हो डेन्जर छ गाइस ल हिमालहरू सेता देखिरहेछन् त्यो हिउँका डल्लाहरू थोप्ला त्यो के भन्छ नि खोज एउटा के अरे हिउँका डल्लाहरू सेता टल्किरहेछन् उहाँ होइन टक्क लगाएर यो अब झन् जाडो लागेपछि झन् खतरा बढ्छ होला यहाँ खतरा बढ्छ दामी छ है हिमाल भन्दा नि कस्तो भन्छ नि हिमाल भनेपछि हाम्रो नेपालीहरूको मन छुन्छ क्या भन्ने बित्तिकै होइन हिमाल भन्दा चाहिँ मन चसक्क रमाइलो भएर आउँछ क्या त्यही भएर किनकि हिमाल भन्ने चाहिँ हाम्रो राष्ट्रियमा पर्छ क्या त्यही भएर दामी छ नि गाइस हो हाँडी उठाउने कार्यक्रम भइरहेछ हाँडी चाहिँ यहाँनिर छ गाइस हो त्यसपछि मेरो पाला छ है हानिले हो यार हाम्रो चारफोनका साथी घुमिसक्नु भएको छ हेमला जोशी र सोमसरमा जसले चाहिँ यो क्षेत्रभन्दा बाहिर गइसकेको छ आउट भन्नुहुन्छ नि त्यो आउट नहुनेछ बाहिरबाट हल्ला नगर्नु साथीहरू भाइले नाफिया राछन् त्यस्तो लागेको नभन्दिन न अनुशासन पनि बस्नु यार भाइले नाफिया राछन् बर्थे पुगेको बेला लाग्यो भन्नु न साच्चै भाइले नाफिया राछन्
आफूले पनि हान्नु अर्कोलाई दुश्मन गएको अब क्यामेराम्यान कता हुनुहुन्छ क्यामेराम्यान पनि यता यो दृश्यलाई चाहिँ कैद गर्नुभयो भने सजिलो हुन्छ राइट लेफ्ट भाइको हिँडा चाहिँ भगवान मलाई के म्याम कृष्ण कस्तो जसले घैँचो फुटाउँछ मलाई 1000 रुपियाँ छुट्टै पुरस्कार पनि छ भन्ने चाहिँ हामीले दाइले गरिसक्नु भएको छ हाम्रो छट्के हान्दाखेरि भन्दा सिधा हान्दाखेरि चाहिँ हामीले त्यसलाई लिगल मान्नेछौँ बाहिरबाट हल्ला नगरिदिनुको लागि अनुरोध गर्न चाहन्छु स्पर्धामा हुनुहुन्छ र बाहिरबाट कोही साथीहरूलाई बाहिरबाट हल्ला अथवा त्यो किसिमको सङ्केत नगरिदिनु होला बाहिरबाट हल्ला नगर्नु साथीहरू बाहिरबाट नबोलिदिनु होला प्रतिस्पर्धी आफैले पहिचान गर्नुपर्ने छ कता छ भइदिउँ र कता हान्ने भन्ने कुरो चाहिँ उहाँकै सुविवेक र बुद्धिमा भर पर्ने छ आइदिनु भयो साथीहरू चाहिँ आयोग भनिदिन्छ यदि सहभागीले नजिकै जानुभयो भने आफै पहिचान गर्न गाइस मजा गयो साथीहरू यतिखेर हाम्रो भाइको कार्यक्रम चलिरहेको छ र हाम्रो प्रतिस्पर्धामा हुनुहुन्छ राजेन्द्र सुवेदी उहाँ चाहिँ प्रतिस्पर्धामा हुनुहुन्छ यति उहाँले घैँचो फुट्नु बाहिरबाट कहाँनिर हान्नुभयो यदि बाङ्गो हान्नुभयो भने त्यसलाई मान्ने हुने छैन सिधा माथिबाट 90 डिग्री है 90 डिग्री